त्यसै गरी स्केटिङ सिक्ने मन छ भने हजुरहरूको धनगढीमा एकदम ट्विन्स स्केटिङ हाउसमा आउनु होला होइन। हामी यस्ता बुढाघाटालाई पनि सिकाउँछौँ है। तपाईँहरू पुग्नु होला र यस्तो यस्तो मोडलहरूलाई पनि हामी यहाँ बोलाएर ट्रेनिङ गराउँदैछौँ। उहाँहरू पनि भर्खर 2 दिनमा यति सिकिहाल्नु भयो। उहाँको आज पहिलो दिन है, त्यसैले धेरै माछा मारे जस्तो गर्नु लाग्छ। अनि सानो बच्चाहरूको लागि पनि एकदम सेफ्टी सहित ऊ छ सुविधा। हेर्नुहोस् आज भर्खर आएको बाबु होइन, स्लोली बाबु स्लोली थोडा यस ल बिस्तारै है, बिस्तारै बिस्तारै हिँड्ने है। ल आऊ त, गुड। तिमीले के भनेको? यस तिमीहरू नयाँ हो नि त आज। ल आज पहिलो दिन कस्तो लागिरहेछ भन? अजीब अजीब